फालै किलो पोखराको गतालमा चाहिँ सबैलाई छुरुममा डुबाएर 1 घण्टा जति पौडी खेलाएर र यहाँ घुमाएर खानामा के छ त भन्दिनु सर ढिला हुनु हाम्रो क्यामेराम्यान हाम्रो डिओपी नारायण दाइ चाहिँ पछाडि जानु भएको रहेछ यो ठिक छ ल यतिखेर हामी चाहिँ यो केसै लड्क्यो डोरीले गीतलाई सुटिङको क्रममा हामी यति बेला पोखरादेखि बिचमा रहेको यो वालिङ बजारबाट यता लागिसकेपछि अलिकति यो ठाउँमा चाहिँ हामी खिरखानी ठाउँ विशेष गरी यो ठाउँमा हामी सबैजना हाम्रो गाडी यहाँ छ सबैजना यति बेला चिया खाने क्रममा अल्का सुवेदी हो उहाँ चाहिँ अलिकति नचिनी लुक्समा हुनुहुन्छ हाम्रो नारायण दाइको के छ खबर के भन्न चाहनुहुन्छ हाल त एकदम बेहाल छ अहिले कत्रा आयो त भनेको आफूले चाहिँ खेल्न माया तिमीलाई सम्झन्छु दिनको रात मस्काइँदै सालामा यो ड्रेस मलाई नि दिनु है पार लाग्ने चस्छ गाउँमा अहिले चस्छ भन्दा यहाँ गुल्मीमा छौँ गुल्मीमा चाहिँ हाम्रो सुट भइरहेको छ हेर्नुहोस् हाम्रो डाइरेक्टर साहबले जोत्दै हुनुहुन्छ है उहाँ धेरै सिपालु हुनुहुन्छ हामी सबजना यहाँ बसिरहेको छौँ उहाँ दाइ हाम्रो उहाँ सीताला बसिरहनु भएको छ यता यता हजुर सर हजुर 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 हस् म गरिहालेँ ल नत्र त गोरु त उही ट्याउँछ त कहिले त्यही होला चाहिँ हेर मेसाउ लास्ट चाहिँ हेर्नुहोस् त माथि पहाड त्यस्तै म्याडम यता यता धन्यवाद खाता उडाइदिनु भएको मामालाई हामी बसेको घर हाम्रो प्यारो आन्टीको घर यहाँ बस्यौँ हामी यस्तो रमाइलो भएको थियो अब जान लाग्यो अब अर्कोचोटि आएर भेट्नुपर्छ आन्टीलाई आन्टीले केटो खोजिदिन्छु यहीँ बिहे गरेर भन्नुभएको छ राम्रो छ अरे गाउँ यहीँ बिहे गरेर केटो खोजिदिनु आन्टी आउनु पर्ला अनि ल आन्टी होइन अरू त त्यस्तै हो रमाइलो भयो कति माया गरेर राख्नुभयो आन्टीले यहाँ बसेको थियौँ हामी हुन्छ आन्टी हामी अहिले सुटिङको लागि जाँदैछौँ गुल्मीबाट माथि यो डाँडामा जाँदैछौँ है गाह्रो भइरहेछ यी गाडी लिएर जानु परेको छ बाटो त चिया पिनु भयो यार चिया पिनु भयो धनीलाई
कसो लागिरहेको तपाईँलाई यो अन्त यो भैँसी तपाईँ जस्तै रहेछ अन्त सेतो ल बाटामा त कति सातो पुत्लो गयो अघि सातो पुत्लो कति गयो पुगिहाल्ने तपाईँ यसो नगरौँ न यार सुटिङलाई यसरी डिस्टर्ब नगरौँ न हजुर के भन्नुहोस् एक कुरा नमस्ते म उहाँको भाइ मान्छे हुन् म चाहिँ 54 साले 54 साले उहाँ चाहिँ कति उहाँ 52 साले 52 साले उहाँ मेरो दिदी हजुरको भैँसी है साथी हुन् मेरा गोरा भैँसी राजा कहाँ छन् त राजा सोध्नु घाँस ल्याउनु गएको छन् गोठा लाउनु छोरा मान्छे तपाईँ डराउ नि हामी कस्तो तातो चलाएर बस्नु छुइमा उहाँ कस्तो कहाँ तल चाहिँ गाडीमा किचन हो हामी आएकोमा थाहा छ जीवन यही भैँसीको दुध हो यो चिया बनाएको हो मैले दोको हो नि अस्ति अस्ति दुहेको के भन्नान् अघि आउने अनि अस्ति दुने अरे के भन्नान् तम्रातिर हामी नै आएको हो नि त होइन नि हाम्रोतिर अलग भन्छ दुइने पैसा हट्याउने भन्छ भैँसी दुने ढाकेको देखियो झम्मै देख्यो क्या झम्मै मैले मिलाएर आउँछु अहिले बिस्तारै हुन्छ के ल बिस्तारै आ लु बिस्तारै आऊ है खुट्टा छिराउँछौ ए फलफुल देखिएको त मुठो बाँधेर राख्ने मुठो बाँधेर मुठो बाँधेर राख्ने है त्यो त स्याल हो यार ल ल्याऊ मलाई त पियुसी टिभीमा त्यो पुच्छर हुन्छ नि पिक्चर हुन्छ नि एउटा दुइटा बुढा बाहिरलाई पठाइदिए लाइन पठाउनु पर्यो केटाले बसेर चाहिन्छ खान थालियो त्यतै यार कस्तो राम्रो क्यामेरा क्वालिटी हो त नि मान्छे क्यामेरा छ क्वालिटीका यता खिच्छ यता जग्गी बनाइछु बिहे त अर्कै अनि हाम्रो घरी आउने अब पैसा नपठाउ ए अरु पैसा पठाइदियो सब ठिक छ नि होइन कस्तो भयो तपाईँको अघि तपाईँलाई अघि बाख के अरे राङ्गा खुवाई कस्तो लाग्यो मार हजुर राङ्गा खुवाई जस्तो स्टाइलको मार खुवाएको कस्तो लाग्यो कुन मार
चौचौमा चना हाले मार ठुलो बटुका दिएर कस्तो लाग्यो त्यो त मलाई एकदमै मन परेको थियो साह्रै राम्रो थियो त्यो त्यो राम्रो छ हैन त्यो क्वालिटी थियो क्वालिटी हो के त्यो भनेको ल धन्यवाद उहाँको एउटा लिनु क्लोज हैन हिरोनी नि उहाँ हो अनि क्लोज दिनु क्यामेरा हैन टाइट दिनु मेरो भनेको पैसा यता ल्याउनुस् त क्यामेरा मैले उहाँलाई यहाँ ल्याउनुस् न ए ल नमस्ते नमस्ते भनौ न म चाहिँ अलि यता ल्याउनु न क्यामेरा अलिकति फ्रेम मिलाउनु न ल ल नमस्ते सबैजनालाई उहाँ हुनुहुन्छ सुदूरपश्चिमकी चेली सकु शाह बहुत राम्रो कलाकार चान्स त पाएको हो अब नचलेको कलाकार राम्रो कलाकार यदि तपाईँ हेर्दै हुनुहुन्छ तपाईँलाई राम्रो कलाकार नत्र सुदूरपश्चिमको विशेष कलाकार बोल्ने मान्छे चाहियो भने शकुन्तला शाह यो प्रमोसन चाहिएन काम पाइरहेको छु तपाईँले यो काम नपाएको काम गरेर हो चल्ने नचल्ने कामै गरिरहेको तर साह्रै राम्रो एक्टर है मान्छे साह्रै राम्रो धन्यवाद साह्रै सुन्दरी मोटर जाँदो रहेछ ड्राइभर दाइलाई ड्राइभर दाइलाई के दे यार टुक्का भनौँ न उठाउ न जाँदो रहेछ ड्राइभर दाइलाई बजाएको ठिक छ है सोर्सुको सागर जी चारजनाको अब पुरा चाहियो नि त त्यही हामी चाहिँ गन सुटिङ सकेर दाइ धन्यवाद आमाहरु खै त आमा जान लाग्यो माथि बाई 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 सोरु एकदम राम्रो भयो उठेर आउनु आउनु यसरी क्यारेक्टरमा आउनु कोही सक्छौ क्यारेक्टर रोकाउनु सकौ मान्छे रोकाउनु सकौ क्यारेक्टर हुन्छ भने क्यारेक्टरमा आइन्छ नि भाइ बग्न देऊ मेरो आँसुहरू म ताल बनाउँछु अर्को तल भनौँ न आँसु ताल खडा भयो भनेर
ल भन्दै मेरो अङ्गहरूमा हात लगायो पुन्टेलले बचाऊ मलाई खिचिरहेको भइयोकै क्यारेक्टरबाट आउट भइसक्यो कस्तो लाज बजेको राडो छिल्लेको पोका नचल्न भनेको छ्या लाइटै चल्दैन कि नचल्न